प्राय क्रिएटरले चाहिँ फेसबुकबाट अन हुन्छ, अन हुँदैछ, यति हुँदैछ भनेर देखाउँछ नि, तर कसरी गर्ने भन्ने कुरा चाहिँ सबैले लुकाइरहेको हुन्छ है। त्यही भएर आज मैले चाहिँ कसरी स्टार्ट गरेँ है, कसरी स्टार्ट गर्नुपर्छ भनेर चाहिँ मैले जानेको जिनिस चाहिँ आज म तपाईहरुलाई सिकाउन गइरहेको छु है। फेसबुकमा काम गर्नु एकदमै सजिलो छ है। तपाईले एउटा फोटोबाट पनि अन गर्नु सक्नुहुन्छ है। तपाईले कुनै टेक्स्टबाट पनि अन गर्नु सक्नुहुन्छ है। तपाई आफ्नो घरको काम गरेर पनि अन गर्नु सक्नुहुन्छ। आफ्नो अफिसको काम गरेर नानी हेरेर पनि अन गर्नु सक्नुहुन्छ। अब यसको सेटअप कसरी गर्नुपर्छ, हामीले कुन चाहिँ के जिनिस मिलाएर चाहिँ हामीले अर्निङ गर्न सक्छौं भनेर चाहिँ म तपाईलाई मेरो फोनको स्क्रिनमा देखाउन गइरहेको छु। यसको लागि चाहिँ हामीलाई सबैभन्दा पहिला आफ्नो प्रोफाइल्समा आउनुपर्छ है, फेसबुक प्रोफाइल्समा। र फेसबुक प्रोफाइल्समा हेर्नुस् त साइडमा 3टा डट छ है, यसलाई क्लिक गर्ने। त्यहाँदेखि चाहिँ हाम्रो यस्तो खोलिन्छ हेर्नुस्। त्यसको तलपट्टि हेर्नुस् त टर्न अन प्रोफेसनल मोड छ हैन, त्यसलाई पनि क्लिक गर्ने। त्यहाँदेखि चाहिँ फेरि ब्लू कलरमा टर्न अन भनेर आउँछ हैन, त्यसमा पनि क्लिक गर्दिने। त्यहाँदेखि हेर्नुस् त यस्तो खोलेको छ, डिफाइन योर अडियन्स, लर्न अबाउट मोनेटाइजेसन टुल, एक्सप्लोर प्रोफेसनल टुल्स भन्दै आएको छ हैन। तपाईले यसरी नै पढेर चाहिँ आफै मजाले बुझेर यसलाई नेक्स्ट क्लिक गर्दा पनि हुन्छ है। फेरि हेर्नुस् त यहाँनेर यु क्यान लेट मोर पिपल सी युर कन्टेन्ट छ हैन, यसलाई पनि नेक्स्ट गर्दिने। त्यहाँदेखि चाहिँ हेर्नुस् त यस्तो खोलेको छ है। तपाईले जुन चाहिँ प्रोफेसनल मोड गर्नु भएको छ यो चाहिँ तपाईले कसलाई देखाउन चाहनुहुन्छ है। माथि पब्लिक लेखेकोमा चाहिँ तपाईले पब्लिकलाई शो गर्नु छ र अन गर्नु छ भने चाहिँ पब्लिक गर्नुपर्छ है। फ्रेन्डलाई मात्रै शो गर्नु छ भने फ्रेन्ड गर्नुपर्छ र आफुलाई प्राइभेट गर्नु छ भने चाहिँ कस्ट्युममा क्लिक गर्नुपर्छ है। हामीलाई चाहिँ अन गर्नु छ है, त्यही भएर हामीले चाहिँ पब्लिकमा क्लिक गर्नुपर्छ है र नेक्स्ट गर्दिने। त्यहाँदेखि चाहिँ हेर्नुस् त एउटा कन्फर्मको अप्सन आएको छ, एउटा एडिट सेटिङको छ हैन। हामी अहिले एडिट सेटिङमा जाँदैनौँ है, कन्फर्मलाई क्लिक गर्छौं। तपाईले आफै मजाले पढेर चाहिँ यसलाई बुझेर चाहिँ क्लिक गर्नु सक्नुहुन्छ है। त्यहाँदेखि चाहिँ यस्तो आउँछ है मोनेटाइजेसन टुल्सहरु है, स्टार्स, सब्स्क्रिप्सनहरु आउँछ है। यसको काम चाहिँ हामीलाई पिछाडी पर्छ है, काम गर्दै जाँदा पर्छ है। अहिले हामी यो खोलेर हेर्दैनौँ है। अब यसलाई पनि हामी नेक्स्ट गर्दिन्छौं है। त्यहाँदेखि चाहिँ एक्सप्लोर युर न्यू टुल्स भनेर आउँछ है, यसलाई पनि हामी नेक्स्ट गर्छौं है। तपाईहरुले आफै यसलाई पढेर बुझेर गर्दा पनि हुन्छ है। मैले चाहिँ सजिलो पाराले तपाईहरुलाई कसरी गर्नुपर्छ भनेर चाहिँ देखाएको हो है। तपाईहरुले आफै बुझेर गर्दा पनि हुन्छ है। त्यहाँदेखि हेर्नुस् त तपाईको यो प्रोफाइल खोलियो है। प्रोफाइल चाहिँ टु पब्लिक भनेर आएको छ हैन, यो चाहिँ पब्लिकै हुनुपर्छ है। र अब यसलाई पनि नेक्स्ट गर्दिने है। त्यहाँदेखि हेर्नुस् त यस्तो आएको छ, कंग्रेट्स यु आर रेडी टु स्टार्ट युजिङ प्रोफेसनल मोड भनेर आयो हैन। यो प्रोफेसनल मोड चाहिँ एकदमै स्टार्ट भइसकेको छ अरे, यो चाहिँ रेडी भइसकेको छ भन्ने छ हैन। र माथि हेर्नुस् त फिनिश भनेर पनि आएको छ है, यो चाहिँ एकदमै रेडी भइसकेको छ भनेर चाहिँ हामीलाई भन्दैछ है। त्यहाँदेखि चाहिँ गो टु प्रोफेसनल डेस्कबोर्ड भनेर छ हैन, ब्लू लाइन, हामी त्यसलाई क्लिक गर्छौं है। यसको भिडियो चाहिँ म नेक्स्ट भिडियोमा बनाउँछु है। यसलाई के गर्नुपर्छ, यो के काम आउँछ भनेर चाहिँ म नेक्स्ट भिडियोमा बनाउँछु है। किनभने फेरि मैले दुईटै कुरा यसमा मिक्स गरे भने चाहिँ यो भिडियो पनि लामो हुन्छ र अलिकति बुझ्नु पनि साह्रो पर्छ है। त्यही भएर चाहिँ म यसको भिडियो चाहिँ नेक्स्ट भिडियोमा बनाउँछु है। र हामी यसरी चाहिँ ब्याक आउँछौं आफ्नो प्रोफाइल्समा है। अनि चाहिँ यसरी रिफ्रेश गर्ने है। अघि तपाईले हेर्नु सक्नुहुन्छ 2.4k फ्रेन्ड्स थियो भने अब चाहिँ 2.4k फलोवर्स भनेर आउँछ है। र छेउमा हेर्नुस् त प्रोफेसनल डेस्कबोर्डको साइन पनि आएको छ है। र अब यो प्रोफाइल चाहिँ एकदमै अन गर्नुको लागि रेडी भइसकेको छ है। तपाईहरुले पनि अब चाहिँ यसरी नै आफ्नो प्रोफाइल्सलाई चेन्ज गरेर अर्निङ गर्न सक्नुहुन्छ है। पहिला तपाईले जति फोटो हाले पनि जति भिडियो हाले पनि त्यसको चाहिँ अर्निङ 0 थियो भने चाहिँ अब चाहिँ त्यो चाहिँ खेरो जाने छैन है। तपाईले एउटा फोटोबाट पनि एउटा टेक्स्टबाट पनि एउटा भिडियोबाट पनि केही न केही अर्निङ गर्न सक्नुहुन्छ है। कति जनाले यो भिडियो हेरिरहनु भएको होला जसलाई कि यसको विषयमा थाहा थिएन होला है। थाहा थिएन भने तपाईलाई कतिको हेल्प भएको छ भनेर चाहिँ मलाई कमेन्ट गर्न चाहिँ नबिर्सनुस् होला है। तपाईको एउटा कमेन्ट पढेर पनि मलाई धेरै इच्छा जाग्छ है, धेरै हिम्मत जाग्छ र म यस्तै राम्रो राम्रो भिडियो बनाउने प्रयास गरि नै रहनेछु है।
अझै तपाईँहरूले केही बुझ्नु भएन, अझै केही सोध्नु छ भने मलाई कमेन्टको माध्यमबाट सोध्न सक्नुहुन्छ है। मैले जानेको जति तपाईँहरूलाई सेयर गर्ने ट्राई गर्नेछु है। यति भन्दै मेरो भिडियो यहीँ समाप्त गरिरहेको छु है। हुन्छ, बाई।